के भयो यो ओ भाइ गॉड बाकी कुनै पनि टिमहरु अब चाहिँ घर जाँदैनन् होला बिकज ईटीएसएस को लास्ट म्यान स्ट्यान्डिङ हो यु नेभर नो बाइ द वे सर्भाइभल पोइन्ट आइदियो भने अन्त सर्भाइभल पोइन्ट कति नै आउला र एफएल सँग हो र लड्ने भयो ल साथीहरु स्कोर लाइन गन्दा गन्दा हामी थाकेका थियौ थर्ड पार्टी टुर्नामेन्टमा बट असली स्कोर लाइन यो स्टेजको यो ब्याटलले देखाउँछ एफएल उनीहरुले होरलाई जित्नै पर्ने हुन्छ होरको अगेन्स्टमा उनीहरुले ब्याटल जित्नै पर्ने हुन्छ यहाँबाट अगाडि बढ्न होरले #1 लगभग ग्यारेन्टीड गरिरहेको अवस्थामा दे हैव नथिङ टु लुज अनि अगाडिपट्टिको टिमलाई स्वाद चखाउनको लागि पर्फेक्ट स्टेज पनि हुनेछ दो एफएल ले धेरै केही त लुज गर्दैन दे विल प्ले सर्भाइभल स्टेज रिगार्डलेस यहाँ एलिमिनेट हुन्छ या हुँदैन कन्सिडरिङ ईटीएसएस को लास्ट म्यान स्ट्यान्डिङ हुन् अनि एउटा मात्रै टिम हो अर्को घर जाने एउटा त A7 घर गइसक्यो अब गएर ब्राजिलको लागि झोला प्याक हो यु सेटब्याक क्रेजी सेटब्याक एन्ड म अलरेडी इमेजिन गरिरहेको छु भन्दै S2G यहाँबाट फाइनल गयो भने अल्फा 7 को एगेन्स्टमा कतिवटा मिम बनाउँछ उनीहरुले अय्यो देख्दैछु अल्फा 7 निस्कियो भनेर म आफैले विश्वास गर्न सकिरहेको छैन अल्फा 7 निस्कियो ब्याड डे अल्फा 7 नो एउटा ट्रफी जुन चाहिएको छ त्यो कुरालाई पुरा गर्छ होला भनेर सोच्दै थिएँ म निस्कियो अल्फा 7 ईटीएसएस पनि निस्किएको छ दुईटा टिम निस्किए जसमा सबैभन्दा ठुलो झड्का इन्टायर पब्जी कम्युनिटीमा नै पब्जी मोबाइल कम्युनिटी भरिमा नै सायद हुने भनेको अल्फा 7 निस्किनु नै हुन पुग्नेछ अहिलेको सिचुएसनमा तर यतातिर फेरि जाउँ हो र स्पोर्ट्सको टिमको एग्रेसन अनि फ्ल्यासलाई रोक्ने कोसिस रहेको त थियो जिगल डाउन हुन पुगे पोस्टले शट दिएका त थिए विनको अगेन्स्टमा ड्यामेज रेजिस्टर गर्ने कोसिस यहाँ स्लिपीको तर्फबाट स्मोक छ स्मोकले हल्का भिजन ब्लक थियो हो र स्पोर्ट्स रोक्न खोज्दैछ र देवीको हो र स्पोर्ट्स इक्वेसन क्याल्कुलेट गरौँ मित्रहरू इक्वेसन क्याल्कुलेट गरौँ